हेलो एभ्रिवान। आज चाहिँ छ रातो साग र आलुको सब्जी। यो चाहिँ हो मेरो र मेरो छोरीहरुको फेभरेट। र यसको लागि चाहिँ हामीलाई चाहिन्छ फर्स्टमा रातो साग। फर्स्टमा चाहिँ रातो सागलाई केलाएर मज्जाले धुनु पर्छ। यसमा त पुरा बलुवा हुन्छ। त्यहाँदेखिको तोरीको तेल गरम गरे, त्यसमा एउटा सुक्खा खुर्सानी पड्काए, 7-8 वटा लसुन हालिदिए र आलु काटेर सानो काटेर चाहिँ आलु हालेर आलुलाई एकछिन पकाउनु पर्छ हल्दी र नुन हालेर। त्यहाँदेखि आलु 3-4 मिनेट पाकिसकेपछि चाहिँ त्यसलाई एकपल्ट फेरि मजाले चलाइदियो। त्यहाँदेखि चाहिँ साग हालेर मजाले यसलाई चलाउनु पर्छ। नभए चाहिँ चलाउनु अप्ठ्यारो भयो भने यसलाई यतिकै एकछिन छोपेर राखिदिनु पर्छ। छोपेर राखे छोड्दियो भने चाहिँ साग गल्छ एकछिनमा। त्यहाँदेखि चाहिँ चलाउनु सजिलो भइहाल्छ। यसरी पनि हुन्छ। त्यहाँदेखि त्यसलाई मजाले चलाएर अलिकति नुन हाल्नुपर्छ स्वाद अनुसार, कति खानुहुन्छ। किन आलुमा पनि अगाडि नुन हालेकै थियौँ हामीले, आलु छिटो पाकोस् भनेर। त्यहाँदेखि ढक्ना लाउँदै बिचबिचमा यसरी चलाउँदै पकाउनु पर्छ। एउटा आलु मिचेर हेर्दा भयो, थाहा पाइहाल्छ। साग त छिटै पाक्छ, आलुलाई नै अलिकति टाइम लाग्ने। र रेडी भयो साग पनि। भिडियो मन पर्यो भने लाइक, शेयर, कमेन्ट पनि गरिदिनुहोस्। थ्याङ्क यू फर वाचिङ।